डेभिड गोगिन्सलाई टफेस्ट म्यान अन वर्ल्ड भन्ने गरिन्छ। यो उनको कुनै नेचुरल ट्यालेन्टको कारणले होइन, उनी पहिले एकदम मोटो हुने गर्दथे। जब डेभिडले आफूलाई पुस गर्न थाले, त्यसपछि उनी दुनियाँको सबैभन्दा विकेस्ट मानिसबाट दुनियाँको सबैभन्दा टफेस्ट मानिस बने। तर यो यसकारण सम्भव भयो कि डेभिडलाई थाहा भयो कि हाम्रो दिमागको कुनै पनि ब्यारियर छैन। मतलब हामी जति चाहन्छौँ त्यति हाम्रो दिमागलाई काम गराउन सक्छौँ। हामी जति उचाइ जान चाहन्छौँ त्यति जान सक्छौँ। फलस्वरूप उनी 365 किलोमिटर बिना रुकेर रनिङ गरे। 17 घन्टामा 4000 भन्दा बढी पुलअप गरेर वर्ल्ड रेकर्ड बनाए। जुन हेल विक सुनेर सबैको होस उठ्छ त्यो एकचोटि होइन 3 चोटि कम्प्लिट गरे। यस्तो पनि होइन कि डेभिड पूर्ण रूपमा फिजिकल फिट थिए। उनको हार्टमा पल थियो, जसले गर्दा उनलाई सास फेर्न समेत गाह्रो पर्थ्यो। तर पनि उनले बिना कुनै ट्रेनिङ 100 किलोमिटर ब्याड वाटर रेस पुरा गरे, जो कि 55 डिग्री सेल्सियसमा हुन्छ। त फेरि तिमी कसरी सोच्न सक्छौ कि तिम्रो कुनै लिमिटेसन छ भनेर? त्यसैले म भन्ने गर्छु, जस्ट ब्रेक आउट योर लिमिट्स एन्ड गो अहेड।